हेलो गाइज, सो हामी फाइनली चाहिँ अहिले यो 22 धारामा छ है गाइज। हेर्नु यहाँ पानीहरू चाहिँ यो धाराहरूमा छैन होइन अहिले। ल हेर्नुहोस् है गाइज, हामी चाहिँ 22 धारा ट्राभलिङमा हो गाइज होइन। ल यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ पानीहरू नरहेछ होइन, अलिअलि पानीहरू मात्रै छ, धेरै पानीहरू चाहिँ छैन होइन। एकदम यहाँको नेचुरल ब्युटी भएको ठाउँ छ गाइज। हेर्नुहोस् है, ओ माई गड, यता साइडतिर जङ्गल हेर्नु न, वाउ कति बवाल छ। यो चाहिँ 22 धारा भन्ने एकदम पपुलर भएको ठाउँ रहेछ गाइज होइन। सो तपाईँहरू पनि आउनु सक्नुहुन्छ, एकदम राम्रो छ गाइज होइन। सो हेर्नु यता साइडतिर यस्तो जङ्गलहरू पनि यति बवाल रहेछ, वाउ एकदम नेचुरल के। ल हेर्नुहोस् है, वाउ कति बवाल छ गाइज। यो 22 धाराहरू भन्ने एरिया चाहिँ एकदम हेर्नुहोस् है, यहाँ पानीहरू चाहिँ छैन अहिले। योभन्दा अगाडि चाहिँ पानीहरू थियो अरे, हामी आउँदाखेरि पानीहरू चाहिँ नरहेछ होइन। यो 2-4 दिन अगाडि चाहिँ पानी थियो, बट अहिले चाहिँ पानी छैन यो धाराहरूमा। सो एकदम रमाइलो छ, तर पनि एकदम रमाइलो भएछ, रमाइलो फिल भएछ, एकदम इन्टरटेनमेन्ट चाहिँ भइरह होइन। सो तपाईँहरू पनि आउनु सक्नुहुन्छ है गाइज, एकदम बवाल के। हेर्नु त, वाउ पानी यसमा चाहिँ थोरै पानी रहेछ है गाइज। ल गाइज है, यहाँ साथीहरू पनि खतरा खतरा साथीहरू हुनुहुन्छ कि, वाउ एकदम बवाल साथीहरू हुनुहुन्छ है गाइज। यहाँ बाटो पनि यति बवाल छ नि गाइज, वाउ एकदम ट्राभलिङ गर्ने खालको बाटो रहेछ गाइज होइन। हेर्नु त यति बवाल छ कि, सेकेन्ड स्विजरल्यान्ड हो क्या गाइज। हेर्नु त, वाउ स्विजरल्यान्ड भन्दा कम छैन है गाइज बाटो चाहिँ। यति बवाल छ नि, यति बवाल छ। यहाँको नेचुरल ब्युटी चाहिँ एकदम मन पर्यो है गाइज मलाई। यता चाहिँ साथीहरू हुनुहुन्छ है गाइज, यहाँ एकदम साथीहरू बसेर मजाले चिल पारामा गफ खाँदै हुनुहुन्छ है गाइज। यति राम्रो हरियाली छ, एकदम वातावरण पनि कुल छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ है गाइज घुम्न। वाउ एकदम मन पर्यो गाइज मलाई चाहिँ। अरूभन्दा नि यहाँको बाटोहरू होइन गाइज, एकदम बाटो के यति बवाल बाटो छ गाइज होइन। सो म त बाटो हेर्दा हेर्दा एकदम आनन्द फिल भइरहेको छ। हजुर गोठस्थानको त थाहा भएन, एकदम बवाल रहेछ गाइज होइन। हामी चाहिँ सो फाइनल्ली अहिले के भन्छ यो 22 धारा घुम्दैछौँ। त्यसको वरिपरिको दृश्यहरू एकदम बवाल रहेछ गाइज होइन। हामी त्यो दृश्यहरू देखाइरहेका छौँ गाइज होइन। सो तपाईँहरू पनि आउनु सक्नुहुन्छ है गाइज। यहाँ तालहरू पनि के अरे उसहरू पनि रहेछ, एकदम बवाल रहेछ गाइज होइन। यहाँ साथीहरू पनि हुन्छ है गाइज, एकदम खतरा साथीहरू हुन्छ है गाइज। योभन्दा मास्तिरको सिन एकदम बवाल छ कि गाइज, वाउ उता जङ्गल छ, त्यसपछि त्यो 22 धाराहरू छ, धारा छ नि त्यहाँ एकदम बवाल रहेछ गाइज होइन। सो तपाईँहरू पनि आएर एकछिन घुमेर जानु सक्नुहुन्छ है गाइज। एकदम यहाँको नेचुरल ब्युटी चाहिँ के छ भन्दाखेरि यहाँको जङ्गल होइन, एकदम नेचुरल ब्युटी रहेछ। यहाँ जङ्गल भयो, हरेक कुरा छ नि, एकदम पपुलर ठाउँ गाइज होइन। यो एकदम कुल वातावरण छ गाइज होइन। सो तपाईँहरू पनि आएर एकछिन घुमेर जानु सक्नुहुन्छ है गाइज। वाउ यति बवाल छ नि गाइज, एकदम कुल वातावरण छ होइन। सो त्यसमाथि पनि एकदम नेचुरल ब्युटी भएको ठाउँ हो होइन गाइज। एकदम बवाल ठाउँ रहेछ गाइज। हेर्नुहोस् है, यो यहाँ अगाडि एकदम यसमा पानी आइरहेछ माथिबाट, वाउ यति बवाल छ। यहाँ मुनि माछाहरू के, वाउ कति खतरा माछाहरू छ हेर्नुहोस् गाइज है। माछाहरू पनि यति बवाल माछा रहेछ, वाउ यहाँ साथीहरू फोटोज क्लिक गर्दै हुनुहुन्छ गाइज, एकदम बवाल ठाउँ रहेछ होइन यहाँ। ल हेर्नुहोस् है गाइज, यहाँको एउटा नेचुरल ब्युटी भनेको के छ भन्दाखेरि हरियाली छ, त्यसमाथि पनि मन्दिरहरू, तालहरू होइन, हरेक कुराहरूले चाहिँ एकदम फेमस ठाउँ छ कि गाइज। सो एकदम यहाँ खतरा खतरा सरहरू पनि आउनुपर्छ गाइज होइन। हेर्नु त, वाउ हिरो हो कि, हिरो म्यानहरू हो गाइज है। ल हेर्नुहोस् है, साथीहरू पनि यहाँ फोटोजहरू क्लिक गर्दै हुनुहुन्छ गाइज। यहाँको एउटा त्यही माथि नेचुरल ब्युटी छ गाइज, त्यसमाथि पनि तालहरू, हरेक कुराहरूले एकदम पपुलर प्लेस इन केटिएम। बट आई थिङ्क मलाई चाहिँ लाग्छ गाइज एकदम राम्रो रहेछ कि घुम्ने लायकको ठाउँ चाहिँ एकदम होइन। पानीहरू, मन्दिरहरू, हरेक कुराहरू भएको ठाउँ रहेछ गाइज होइन एकदम। सो मलाई एकदम मन पर्यो। सो तपाईँहरू पनि आएर एकछिन घुमेर जानु सक्नुहुन्छ है गाइज। ल हेर्नुहोस् है, त्यहाँ उसबाट पानीहरू आइरहेछ त्यहाँबाट,
एकदम बवाल रहेछ कि गाइज। अब पानीहरू आइरहेछ गाइज होइन। वाउ कति बवाल ठाउँ रहेछ हौ। साथीहरू पनि हिँडिराख्नु भएको छ हेर्नुहोस् है। फोटोज क्लिक गर्दै हुनुहुन्छ गाइज होइन। यहाँ हेर्नुहोस् फुलहरू पनि यति बवाल फुले रहेछ। वाउ मास्तिर जङ्गलहरू पनि यति बवाल छ नि। एकदम बवाल जङ्गल रहेछ एकदम नेचुरल होइन। सो तपाईँहरू पनि आएर एकछिन घुमेर जान सक्नुहुन्छ। ल डग पनि सुते रहेछ हौ। ओ माई गड गाइज डग पनि मस्त चिल पारामा सुतिरहेछ क्या त्यहाँ। वाउ हेर्नुहोस् है डगलाई पनि कति। ल एउटा नानी पनि वाउ क्युट एकदम बवाल के एकदम क्युट मान्छे आउनुभएको छ। डग पनि सुतिरहेछ वाउ। त्यो 22 धाराको ठाउँ 22 धारा उता साइडतिर छ गाइज होइन। यता चाहिँ यो उसहरू जङ्गलहरू छ। सो मान्छेहरू पनि फोटो खिचिराख्नु भएको छ त्यहाँ होइन। एकदम तपाईँहरूलाई पनि एकदम चिल ठाउँ एकदम घुम्ने ठाउँको खोजीमा हुनुहुन्छ भने यो ठाउँमा आउनुहोस् है गाइज। एकदम वातावरण पनि कुल छ होइन। सो तपाईँहरू पनि एकदम यहाँ आएर घुमेर जान सक्नुहुन्छ। मलाई चाहिँ एकदम मन पर्यो है गाइज यो ठाउँ चाहिँ। एकदम वातावरण पनि चिल छ। सो हेर्नु न कति एकदम सफा पनि छ है गाइज। एकदम फोहोर छैन। यो हेर्दाखेरि यो चाहिँ नेपाल होइन जस्तो लागिरहेछ है गाइज। एकदम यहाँ हेर्नु त एउटा पनि क्लिन छ। जताततै क्लिन छ एकदम क्लिन। बाटोहरू पनि हेर्नु न कति क्लिन छ। वाउ त्यही भएर त नेपाल होइन जस्तो पनि लागिरहेछ है। बाटो क्लिन छ हरेक कुरा होइन त्यस्तै छ। सो मलाई चाहिँ एकदम मन पर्यो है गाइज। ल हेर्नुहोस् त माथितिर एकदम रुखहरू कति बवाल रुखहरू रहेछ। वाउ यो चाहिँ के रहेछ गाइज हेर्नु त यो जापान। यो चाहिँ के रहेछ गाइज। ओ माई गड यो चाहिँ के हो गाइज। तपाईँहरूलाई याद छ के अरे थाहा छ भने कमेन्ट गर्नुहोस् है गाइज। वाउ कति बवाल छ क्या हेर्नु त। यसरी यो बाटोहरूमा पनि यति राम्रो बनाएको छ कि बाटो पनि एकदम बवाल बाटो बनाएको रहेछ। सो साथीहरू पनि एकदम बवाल साथीहरू के अरे फोटोज क्लिक गर्दै हुनुहुन्छ होइन। मास्टरतिर हेर्न सक्नुहुन्छ सिनहरू यति बवाल छ नि यहाँको। वाउ मलाई त एकदम मन पर्यो है गाइज। हेर्नु त यति मजाको सिन छ क्या। वाउ ल सिस्टरहरू हेर्नु त वाउ डान्स बवाल हान्नुहोस् है उहाँहरूले पनि। भाइरल गराइदिनु गाइज है उहाँहरूले। यहाँभित्र चाहिँ फुलहरूको बिरुवाहरू रहेछ कि एकदम धेरै फुलहरूको बिरुवाहरू छ यहाँभित्र चाहिँ। अरू चाहिँ खतरा सुतिरहेको फेरि यहाँ बिचमा होइन गाइज। यता चाहिँ साइडतिर यस्तो यहाँ वालहरू रहेछ गाइज। यहाँ चाहिँ एउटा फुलहरू पनि बवाल फुले रहेछ गाइज होइन। एकदम चिल छ क्या गाइज यहाँ वातावरण चाहिँ। सो तपाईँहरू पनि आएर एकछिन ट्राभलिङ गरेर घुमेर चाहिँ जान सक्नुहुन्छ। यहाँ चाहिँ यता यसरी बस्ने खाजाहरू खाने ठाउँ चाहिँ यता रहेछ होइन गाइज। वाउ है यहाँ चाहिँ प्लास्टिकहरू फालेर लानुभएको रहेछ। हेर्नु त ओ माई गड यस्तो पनि कहीँ हुन्छ भनेको क्या। प्लास्टिकहरू फालेर जानुपर्छ है गाइज। हेर्नु त यो यस्तो गर्नु भएन है। यो चाहिँ डस्टबिनमा राख्नु पऱ्यो यो प्लास्टिकहरू। हेर्नु त यहाँ यसरी बाहिर फाले रहेछ यो फोहोरहरू। गाइज चाहिँ हेर्नुहोस् है यहाँ फोटोजहरू क्लिक गर्दै हुनुहुन्छ साथीहरू। मास्टरतिर यसरी बोर्डहरू के अरे यस्तो बिरुवाहरू लगाएको छ एकदम चिल पारामा होइन। बाटोहरू पनि एकदम क्लिन छ क्या गाइज होइन। एउटा पनि यहाँ फोहोरहरू छैन यो बाटोमा होइन। सो यति बेला त हामीलाई फिल भइरहेछ गाइज हामी चाहिँ विदेशतिर छ होइन। सो यो चाहिँ हेर्नु एकदम क्लिन छ कि बाटो एकदम क्लिन छ बाटो होइन। एकजना यहाँ सानो नानी हुनुहुन्छ है एकदम क्युट मान्छे हुनुहुन्छ। ल गाइज चाहिँ एकदम यता पनि एउटा तालहरू रहेछ होइन। एकदम बवाल रहेछ कि यता पनि। वाउ यति बवाल रहेछ नि यहाँ हेर्नु त। वाउ यहाँ आएर फोटोजहरू क्लिक गर्न सक्नुहुन्छ है गाइज। यति बवाल छ नि यति बवाल। वाउ यता साइडमा चाहिँ यस्तो बाटोहरू पनि यति बवाल रहेछ यति दामी फोहोर रहेछ। एउटा नि फोहोर नरहेछ कि बाटोमा। एकदम पार्कहरू चाहिँ एकदम क्लिन रहेछ होइन। बाहिर जति फोहोर भयो भने काठमाडौँ चाहिँ यो पार्क चाहिँ एकदम क्लिन छ होइन। एकदम गुड फिल हुन्छ गाइज होइन। यहाँ चाहिँ हेर्नुहोस् है यस्तो एउटा तालहरू पनि रहेछ गाइज होइन। एकदम बवाल छ कि गाइज यति बवाल छ नि हेर्नु यो साइडतिर। वाउ कति बवाल रहेछ कि। सिस्टर पनि अगाडि जानुभयो गाइज।
एकदम खतरा सिटर हुनुहुन्छ, अगाडि जानुभयो। एकदम हामीलाई चाहिँ यो के भन्छ पार्कमा एकदम रिल्याक्स फिल भइरहेछ गाइज हैन। सो एकदम कुल वातावरण छ गाइज हैन, एकदम। सो आई एम भेरी ह्याप्पी गाइज। तपाईँहरू पनि आएर एकछिन यहाँको सुन्दर दृश्य, यहाँको नेचुरल ब्युटीलाई चाहिँ हेरेर तपाईँहरू चाहिँ जान सक्नुहुन्छ है गाइज। एकदम नेचुरल ब्युटी छ क्या गाइज। मास्तिर जङ्गल होइन, यता तालहरू भयो होइन, यता मन्दिरहरू, अनि यता फोटोज क्लिक गर्छ होइन। एकदम बवाल छ कि। साथीहरू पनि कति धेरै आउनुभएको छ। वाउ, साथीहरू पनि धेरै साथीहरू हुनुहुन्छ है गाइज। तपाईँहरू आएर पनि एकदिन फोटो क्लिक गरेर घुमेर यहाँको नेचुरल ब्युटीहरू हेरेर होइन, यहाँको जङ्गलहरू हेरेर तालहरू हेरेर जान सक्नुहुन्छ है गाइज। अन्त गाइज यहाँ चाहिँ साथीहरू धेरै साथीहरू बस्नुभएको छ है, एकदम खतरा साथीहरू बस्नुभएको छ यहाँ होइन। एकदम बवाल साथीहरू बस्नुभएको रहेछ। सो टिकटक बनाउँदै हुनुहुन्छ, कुनै बसिराख्नु भएको छ, यता टिकटक बनाइराख्नु भएको छ साथीहरू होइन। ल हेर्नुहोस् है, एकदम खतरा के, एकदम ब्युटी क्विनहरू चाहिँ यता हुनुहुन्छ होइन गाइज। हेर्नु त गाइज कति खतरा जङ्गल छ कि, हेर्नु न। वाउ, यति हरियाली छ, यति हरियाली छ, एकदम हामीलाई चाहिँ रिल्याक्स फिल भइरहेछ है गाइज। फोहोरहरू यहाँ राखेर जानुभयो रहेछ। ल हेर्नुहोस्, एउटा यो बोतल, त्यसपछि एउटा यो प्लास्टिक, दुइटै यहाँ छोडेर जानुपर्छ है गाइज। यस्तो चाहिँ गर्नु भएन है। हेर्नु त, यो चाहिँ एउटा बोतल पनि यहाँ छोडेर जानुभयो रहेछ। त्यसपछि यो दुइटा चाहिँ यहाँ यसरी छोडेर जानुपर्छ है गाइज। यसलाई चाहिँ डस्टबिनमा राख्नु पऱ्यो है, यसरी चाहिँ फालेर जानु भएन नि त। यति सुन्दर पार्क छ, यति सुन्दर चाहिँ यो यहाँको एउटा के अरे 22 तारा भन्ने ठाउँ यति सुन्दर छ, तर यसरी चाहिँ यहाँ फोहोर फालेर गएपछि चाहिँ मजा हुन्न है गाइज।